देवी भगवतीले हामी सबैको कल्याण गरून्। राष्ट्रिय एकता र विजय श्रीको प्रतीक। तपाईँले हेरिरहनु भएको पर्दामा देखाइएको मन्दिर श्री 7 रण उजिरेश्वरी भगवतीको मन्दिर हो। यो मन्दिरको इतिहास प्रत्यक्ष रूपमा हाम्रा पुर्खासँग जोडिएको छ। पहिला यस मन्दिरको नाम महिषासुर मर्दिनी देवी थियो। इतिहास अनुसार कर्णेल उजिरसिंह थापाले नेपाल अङ्ग्रेज युद्धमा जानुभन्दा पहिले यहाँ पूजा आराधना गरी विजयको कामना र आशीर्वाद मागी भाक्कल गरेका थिए। भाक्कलमा विजय प्राप्त गरेपछि मन्दिर 3 तले बनाउने र हरेक वर्ष मूर्ति खटमा राखी भव्य सिन्दुर जात्रा गरी सहर घुमाउने बाचा गरेका थिए। बुटोलगढीमा अङ्ग्रेजसँग युद्ध जितेपछि बुटोलगढीको नाम जितगढी राखी भाक्कल अनुरूप 4 वर्ष लगाएर विक्रम सम्वत 1876मा 3 तले मन्दिर सम्पन्न गरिएको थियो, जसमा कर्णेल उजिरसिंह थापाले आफ्नो उचाइ बराबरको 7 पूर्ण कलशको सुनको मुलम्बो अङ्कित गजुर चढाएका थिए। अष्टधातुले बनेको 18 बाहु भएकी भगवतीको प्रतिमा स्थापना गरी मूर्तिलाई खटमा राखी भव्य सिन्दुर जात्रा पनि गरिएको थियो। त्यही इतिहासलाई टेकेर महिषासुर मर्दिनी देवी नामबाट श्री 7 रण उजिरेश्वरी मन्दिरको नामाकरण गरियो। 1990मा आएको विनाशकारी भूकम्पले यस मन्दिर भत्काएपछि 1999मा यस मन्दिरको पुनर्निर्माण गरियो र पछि 2031 सालमा यस मन्दिरलाई 2 तले मन्दिर बनाइयो। अहिले यो मन्दिर 2 तले छ। हाम्रो पुर्खाको, हाम्रो गौरवको इतिहास बोकेको यस मन्दिरमा नियमित पूजा हुन्छ र भाद्र कृष्ण अष्टमीका दिन रातभर जागराम बसी नवमीका दिन भगवतीको खट जात्रा चलाइने परम्परा अझै पनि छ। नेपाली सेनाद्वारा राष्ट्रिय सलामी अर्पण गर्दै भगवतीलाई खटमा चढाएर तानसेन बजार घुमाइन्छ। शताब्दीदेखि यो परम्पराले निरन्तरता पाइरहेको छ। मन्दिर, जात्रा र पर्व हाम्रा सम्पत्ति हुन्। हामीले हाम्रा सम्पत्तिहरू जोगाउन लागि पर्नुपर्छ। हाम्रो संस्कृति, परम्परा, इतिहास जोगाउने हामी प्रत्येक नेपालीको कर्तव्य हुन्छ। भगवती माताले हामी सबैको रक्षा गरून्। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। लाइक, कमेन्ट र सेयर गरेर हामीसँग जोडिनु, सब्स्क्राइब गरिदिनु। तपाईँको पल शुभ बितोस्। धन्यवाद।